एभ्रिवान सो गाइस म चाहिँ अहिले यहाँनिर बाबाको नर्सरीमा आइरहेको छु। अहिले चाहिँ गदावरीको कटिङहरू चाहिँ बाबाले राख्नु हुँदैछ र कति चाहिँ रुटिन्सहरू स्टार्ट भएर पनि उहाँले चाहिँ पठाइसक्नु भएको छ। गदावरी चाहिँ पम भेराइटी बल भेराइटीहरू हजुर जसलाई चाहिन्छ तपाईहरुले यु क्यान कमेन्ट डाउन बिलो और तपाईहरु आउन सक्नुहुन्छ भने चाहिँ यही आएर गदावरीको कटिङहरू हेरेर लानु सक्नुहुनेछ। नभए चाहिँ म जहाँ गाडी जान्छ तपाईहरुको ठाउँमा पुग्छ भने चाहिँ सो म त्यहाँ पनि पठाइदिन सक्छु। सो हेर्नुहोस् होला चाहिँ छ गदावरीको कटिङ्सहरू। यहाँ चाहिँ बाबाले नम्बर सहित राख्नु भएको छ हो। यहाँतिर पनि थियो, यहाँ चाहिँ अलरेडी लानु भइसकेको छ। अस्ति रुटिन्सहरू मजाले भएको थियो। यो चाहिँ दार्जिलिङ पनि पठाउनुहुन्छ नि त बाबाले हो। पम भेराइटी भयो, बल भेराइटी भयो। यही छ हेर्नुहोस् होला गदावरीको कटिङ्सहरू चाहिँ यसरी राख्नुहुन्छ। यहाँ अझै पनि राख्नु हुँदैछ बाबाले हो। कटिङ्सहरू चाहिँ यसरी राख्नुहुन्छ चाहिँ भयो। नम्बरिङ साइड छ यसरी हो। यसरी राख्यो भने चाहिँ नम्बर लगाएर राख्यो भने चाहिँ सजिलो हुन्छ पछि, त्यही भएर चाहिँ उहाँले चाहिँ नम्बरिङ साइड राख्नुहुन्छ। यहाँ चाहिँ छ गदावरीको कटिङ्सहरू। यो भयो। लास्ट इयर चाहिँ दामी भएको थियो। म तपाईहरुलाई लास्ट इयरको पिक्चर्सहरू पनि देखाउने छु। सो हेर्नुहोस् होला। थ्याङ्क यू। एभ्रिवान यो चाहिँ गदावरी 2024 को बाबाले फुलाउनु भएको छ। यता पनि छ। हेर्नुहोस् है गदावरीको भेराइटिजहरू। यहाँ रहेको छ पम रहेको छ बल भेराइटीहरू।